हेलो गाइज यो चाहिँ DJI को माइक मिनी र DJI कै एक्सन 5 प्रो क्यामेराबाट खिचिरहेको छु है त भिडियो। अय्या यहाँ हाम्रो टायर पसलको दाइका छिरिरहेको। अब घुमौँ ब्याक गरौँ फेरि घुमौँ ब्याक गरौँ यत्तिकै। ल जाउँ केटो जाउँ। अब बाइकको आवाज विन्ड नोइज के छ हेर्नुपर्ने छ है त। अब रेकर्डिङ छ अनि एन्टी फिल्टर युज गरिरहेको छु र क्यामेराको सेटिङ सबै अटोमा छ, एक्सपोजर वाइट ब्यालेन्स सबै। अनि एन्टी फिल्टर चाहिँ मैले 16 युज गरिरहेको छु। यो ठाउँमा अन्ध्यारै देखाउँछ होला, काम हुने ठाउँमा हेर्छु होइन कस्तो कस्तो आउँछ। अब भाइजर बन्द गरेर चाहिँ साउन्ड कस्तो आउँछ भन्ने कुरा हो है त। यो एकदमै ठुलो साउन्ड आउँछ नि त क्यामेरा भाइजर बन्द गरेको बोल्दाखेरि। हेरौँ अब कस्तो आउँछ। हरन 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 चेक पनि गरौँ न त। यसरी नै राम्रो साउन्ड आउँछ भने त म त अनि वायर्ड माइक पनि युज गरिदिने होला। अनि यो वायरलेस माइक चाहिँ अब पोडकास्ट यताउति रिभ्यू गर्ने बेला अनि युज गरौँला। विन्ड मफहरू छ। अब विन्ड मफको अर्को नाम चाहिँ डेड क्याट भनेर भन्छ होइन। तर गर्मी महिना आइसक्यो कस्तो घप्पै बनाउने भइसक्यो होइन। गरमी यो पाइन्ट अलिकति टाइट छ, मोबाइल पाइन्टमा राख्नु पर्दैन। ज्याकेटको भित्रको खल्तीमा हालेको अनि कहिले त मोबाइल बोक्नुपर्छ ला भइदिने कि। यो मलाई हुने जस्तो भइरहेको छ याद अहिले पनि। फोन आएको हो कि होइन खल्ती छाम्नु नपर्ने कि। यो अगाडिको कपाल चाहिँ अघिदेखि चेक गरेर चाहिँ फोन आएको हो कि होइन। याप्रिला टु फास्ट झ्याप ब्रेक। ल यहाँ एकछिन अड्किने भयो। उता पठाएको छ त यहाँ पठाउँछ। इन्जिन अफ पठायो। यो एप्रिलाले कसलाई हाल्ला जस्तो छ। अब यहाँबाट नक्सातिर लाग्ने हो, प्रोटन गाडीतिर जानु पऱ्यो। BYD को डल्फिन पनि धेरै बिक्यो है। यसको टेल लाइट चाहिँ क्या राम्रो लाग्ने कि। अहिले बल्ने बेला चाहिँ त्यो सानोमा त बल्ने रहेछ, राति त्यो हुन्छ नि क्या क्रिस क्रस बोल्छ कि। म यो बस पछाडि नै बस्नु पर्ला। ओभरटेक गर्न मिल्दैन कि त्यो गाडीले छेकिरहन्छ मेरो भ्यू नै। ओहो यो गाडीले धुवा निकाले। प्रोटनको यहाँ सोरुम कहाँ छ। नक्सल पुग्ने लाग्यो। ओभरटेक गर्न मिल्छ मिल्दैन। बस अलिकति ठुलै छ कि, मोटो छ भनौँ न ठुलो भन्दा पनि। ल चाहिँ ओभरटेक गर्न मिल्छ। ठाउँ पायो। यो ओमोडाको अगाडि रोक्ने होइन। कस्तो कहाँ युटर्न गरेको यार। त्यो गाडीले हेर्नु यो आएसँग झन्डै ठोक्यो फेरि। हरियो लाइट बलिरहेछ। ट्याक्सीले ठाउँ दिन्छ होला, दिँदैन। त्यो कियाले पनि दिएन। यहाँ छिन नदिने अरे कि। म स्ट्रेट जान्छु। स्ट्रेट होइन, स्ट्रेट गयो भने त मैले राइट टर्नै लिनु मिल्दैन नि होइन। लेफ्टले के भन्छ राइटै लिनु पऱ्यो। प्रोटनको सोरुम यहाँ रहेछ। अब म कहाँबाट जाने। यहाँ कोही आउनु भएको छैन। प्रोटनको सोरुम यही त हो नि होइन। हुन्छ हेलो अगेन। ल यहाँ प्रोटनमा पनि काम भयो। अब एक्जाम त्यही दाइलाई भेट्नु जानु पर्ला। प्रोटनको चाहिँ यहाँ भर्खर नयाँ सोरुम खोलेको रहेछ होइन। अब चाहिँ यहाँ ओपनिङ गर्नुभएको छैन भन्नुभएको छ होइन। भित्र मैले केही पनि खिचेको छैन। उहाँहरूको चाहिँ 21 मार्चमा ओपनिङ छ भन्नुभयो। अब इन्भाइट गर्नुभयो भने आउँछु। उहाँहरूको ग्रान्ड ओपनिङ खिच्नको लागि गर्नुभएको छैन भने ठिक छ। टिलिक्कै काम लागेको छ फेरि यहाँ। मैले एन्टी फिल्टर निकालेको छु क्या अब। तर प्रोटनको EV गाडी त एकदमै राम्रो छ अहिले। मैले मोडलको नाम चाहिँ बिर्सेँ। राम्रो थियो भने एकदमै हुन्छ नि एलिगेन्ट डिजाइन छ। प्लस भित्रको त्यो स्क्रिन पनि कत्रो ठुलो रहेछ। फिचर्सहरू पनि छ। अब मेनी मोड चाहिँ अब उता ग्रान्ड ओपनिङ भएपछि थाहा हुन्छ कस्तो गाडी हो भनेर। त्यहाँभित्र सोरुममा छिर्दाखेरि चाहिँ सबभन्दा मेन चिज पोइन्ट आउट गर्न मन लागेको भनेको चाहिँ स्टाफहरू भित्र सरहरूसँग कुरा गर्न पाएँ। उहाँभित्र सरहरूलाई भेट्न पाएको थिएँ होइन। अनि स्टाफहरू एकदमै फ्रेन्डली हुनुहुन्छ। अनि कस्तो भन्दाखेरि लाइक हाम्रो यो बोल्ने तरिका भन्ने हुन्छ नि एकदमै हम्बल हुनुहुन्छ क्या उहाँहरू। मैले सोधेको क्वेसनहरू यताउति होइन एकदमै राम्रोसित एन्सर दिनुभयो। यहाँबाट थमेल भएर जानु पर्ला है। म उता राइट लिनुपर्ने यत्तिकै राइट लिएर सोह्रखुट्टे हुँदै जानुपर्ने। यहाँ यो टर्न लिनु हुँदैन।
यो बसहरूको साइडमा बस्ने डरै लाग्छ भने अब ठ्याक्क ब्लाइन्ड स्पटमा हुन्छ हामी के गर्ने भने अब पछाडि गाडी आइरहेछ पछाडि हेर्छु अनि बिस्तारै टर्न लिन्छु अनि यहाँ पठाइरहेछ ओभरटेक गर्नु पाउनु एक दुईवटा गाडीलाई अनि यहाँ राइट लिन्छु राइट लिएर राइटै जान्छु पठाइरहेको रहेछ ल हिजो होली थियो यार मैले के पनि खिच्दिनँ घरमै बसिराखेँ होलीको दिन थमेल आइपुग्यो यहाँ अँध्यारो हुन्छ होला अब त्यो एडिटिङ सफ्टवेयरमा के भन्छ त्यो गर्नु पऱ्यो होला अब एक्सपोजर बढाउनु पर्छ होला यहाँ काटेर ट्राफिक सल्लै रोकिरहेको रहेछ बोलायो एनएस ब्रदर जाउँ यहाँ दाजु तर्साउँ है त बाइकको ब्रेक डह्रो छ दाइ मर्निङ क्यामेरा फेरि नि दाइ गुड मर्निङ आफ्टरनुन दाइ छ उहाँले बुझ्दैन पठाऊ भन्दाखेरि कि बुझ्छ ए ल दाइ ल दाइहरू गयो बाई बाई यो अलिकति राख्दा हुन्छ हुँदैन भिडियो हुन्छ ल यहाँ हाम्रो पहिला म यहाँ काठमाडौँ गेस्ट हाउसमा धेरै कफी खान आउँथेँ कि अनि यहाँ दाइहरूले चिने एउटा दाइपछि अर्को दाइ चिने एकदमै रमाइलो छ यहाँ दाइहरूसँग गफ गर्नु पनि हुन्छ नि एकदमै स्याड त्यो कस्तो भन्ने अब छेउ लगाइरहेको बेला बोर भइरहेको बेला पनि होइन आउने आफूसँग टाइम भएको बेला टक्क दाइहरूसँग बसिन्थ्यो गफ गर्ने उहाँहरूको कुरा सुनाउनुहुन्छ रमाइलो कुरा गर्नुहुन्छ हँसी मजाक भइरहेको छ होइन जेस अलिकति प्र्याङ्क स्याङ्क गर्ने बेला माइन्ड गर्नुहुन्न क्या यहाँबाट स्ट्रेटै जान्छु म यो बाटो नि साङ्गुरो छ सो नगरपालिका हाम्रो यो काठमाडौँ म्युनिसिपालिटी ओहो म्युनिसिपालिटीले चाहिँ गाडीहरूलाई चाहिँ वान वे गरिदिएको छ अनि बाइकहरूलाई चाहिँ टु वे तर यो एउटा टर्निङ भर्खर देख्नुभयो नि यो टर्निङ चाहिँ एकदम डेन्जरस छ क्या थाहा हुनेहरू चाहिँ एकदमै राइट च्यापेर आउँछ बाइकमा तर थाहा नहुनेहरू चाहिँ अब बिचमा यसरी बिचमा आइदिन्छ अनि गाडीले अप्ठ्यारो पार्छ तर सबैको स्लो स्पिडै हुन्छ झ्यापझुपै रोक्नु मिल्छ अहिलेसम्म यहाँ एक्सिडेन्ट भएको भनेको चाहिँ मैले के भन्छ थाहा पाएको छैन यो बाटो चाहिँ कतिचोटि बिगाएर चाहिँ कतिचोटि बनाइसक्यो भने यहाँ मुनि कस्तो नयाँ पिच छ यहाँ चाहिँ कस्तो त्यो के बाटो बन्न भन्दैन खनेर बिगार्न हतार भइसक्छ फेरि बाटो नबनाएसम्म कसलाई पनि खन्न हतार नहुने कि यो बाटो चाहिँ के हो अचम्मै लाग्छ भने ल यो त खुसीबुको बाटो आयो यहाँबाट सिधै जान्छु म उता बालजुतिर मलाई जान दिनुहुन्छ दाइ नदिने स्कुटर दाइ तपाईँ पनि नदिने के गर्नु गाह्रो छ एन्टी फिल्टर राखेको छैन ढिल्लै घाम भयो हेलो अनि भाइ बन्द ए अनि हिजो पनि बन्द देखेँ अस्ति पनि बन्द देखेँ ए हिजो होइन कि अस्ति नै हिजो त मै आएको थिएन हिजो आएको थिएन ए होइन म काममा तपाईँ यहाँ झरेको देखेर मात्र तर्छौँ भनेर आएको बाई बाई यो बाइक कस्तो वाइड आएको मलाई फोन आयो एकैछिन है त ब्रदर्स एन्ड सिस्टर्स यहाँबाट होइन अब आउने टर्निङ कुन यो यही टर्निङ हो एक्सेल सेता एक्सेल 185 नै रहेछ यो फर्स्ट टाइम यो टाउन प्लानिङमा आउँदाखेरि म हराएको थिएँ भने जहाँ जान्छु घुमेर फिरेर त्यहीँ निस्किरहेको थिएँ क्या म राइट लेफ्ट जे गर्दाखेरि पनि अब चाहिँ जे होस् चिनिसक्यो यहाँको टाउन प्लानिङहरू स्क्वायर सेपको अथवा ट्राङ्गल सेप के भन्छ रेक्ट्याङ्गल सेपको टाउन प्लानिङ छ भने सन द बेस्ट अप्सन भनेको त्यही हो के भन्छ एउटा राइट लिने सिधै गइराख्ने कता निस्किन्छ भन्ने कुरा हो 220 पनि कसरी पार्क गरायो त्यत्रो बाइक राख्ने ठाउँ भएन यहाँ चाहिँ हाम्रो प्रमिस दाइको टायर पसल अघि यहीँबाट आएको थियो फेरि यहीँ फर्केँ उहाँहरूको चाहिँ टायर
यहाँबाट झरौँ न त। पसलको नाम चाहिँ समुद्र ट्रेडिङ कन्सर्न है त बालाजु। 1 2 3 हेलो यस त यहीँबाट निस्केँ यहीँ आएँ ल भ्यायो त है त प्लग एन्ड सब्सक्राइब लाइक एन्ड के कमेन्ट